नमस्कार आदरणीय दर्शक महानुभावहरू। आज हामी ट्याक्कर टुक्कर टिभीबाट हामी विशेष खालको कार्यक्रम लिएर आएका छौँ। आज आइपछि भन्दा आज बेग्लै खालको कार्यक्रम लिएर बस्नु भइसकेका छौँ। आज चाहिँ हाम्रो यो रामेन च्यालेन्जमा चाहिँ हामी आइपुगेका छौँ। यो चाउचाउ हामीसँग 3टा चाउचाउ छ है। यो चाहिँ आज जसले खाएर चाहिँ हामी 3जना छौँ। मिलन सापकोटा, म कृष्ण कण्डेल र हाम्रो विकल्प पौडेल छन् मेरो साथमा। र यो खाएर जसले सबभन्दा पहिला जित्छ त्यसलाई चाहिँ हामी 3000 रुपियाँको व्यवस्था गरेका छौँ। जसले चाहिँ त्यसलाई 3000 रुपियाँ चाहिँ हामी नगद क्यास दिएर चाहिँ हामी कार्यक्रम सुरु गर्नेछौँ है त। हेर्दै गर्नु होला, मनोरञ्जन दिँदै गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सनु होला है। र आज हामी चाहिँ रामेनको पकाउनुको निम्ति रेडी भइसकेको छौँ। हाम्रो विकल्प पौडेल चाहिँ आज विशेष खालको अब कार्यक्रम रहेको छ। पकाएर चाहिँ तपाईँको माझ हामी च्यालेन्ज सो गर्नेछौँ। हेर्दै गर्नु होला। हाम्रो साथमा विकल्प पौडेल। आज विकल्प पौडेलले यहाँ केही भन्छु भनेका छौँ। हेलो नमस्ते, हामी ट्याक्कर टुक्कर टिमबाट आज हामी रामेन च्यालेन्जमा छौँ। अघि नै बालकृष्णले भने जस्तै हामी अब च्यालेन्ज अहिले चाहिँ हामी चाउचाउ बनाउँदैछौँ। चाउचाउ भइसकेपछि हजुरमाझ फेरि उपस्थित हुनेछु त्यतिन्जेलको लागि। यो भिडियो हेर्दै गर्नु होला। अरू पनि खोल्दै आउँछु नि केमा बनाएर यति बेला हामी रेडी अवस्थामा छौँ। हाम्रो बनाएर पिरियडमा रेडी भएको छ। अब हामीसँग टोकन निकाल्ने अवस्थामा गइरहेका छ। टोकन निकाल्ने र कसलाई कुन भाग पर्छ यहाँ अब त्यो हेरेर जसलाई जो पर्छ त्यो हेरिसकेपछि जसले फर्स्ट खाएर जान्छ त्यसलाई 3000 रुपियाँसम्म चाहिँ भनिसकेको छ किन यहाँ पकेटमा छ। हामी मिलन सापकोटा, म कृष्ण कण्डेल, हाम्रो विकल्प पौडेल, हामी साथमा छौँ। हामी 3जनाको चाहिँ तपाईँहरूलाई भरपुर बनाउन दिन्छौँ। हेर्नु होला। यतिखेर हामी रामेन च्यालेन्जमा छौँ। मसँग टोकन रेडी भइसकेको छ। म विकल्प पौडेललाई र हाम्रो मिलन सापकोटामा बोलाउन चाहन्छु। यता कृपया आइदिनु होला। मिलन सापकोटा, विकल्प पौडेल 2जना आइदिनु होला। मसँग टोकनमा हल्लाएर गरेको 1 2 3 यस्तो दिन 1 2 3 है। ल दिनको निम्ति म अनुरोध गर्न चाहन्छु। आफैले बनाएको यतिखेर ठुक्क 3 परेको छ। यतिखेर यो भगवान्, ओ माई गड, 3 परेको त किन धेरै जस्तो भागमा 3मा लेखेको छु। यतिखेर अन्तिमको भाग नै परेको छ। स्टार्ट भनेपछि बल्ल एकै ठाउँमा हो। डल्लो परिसकेको अवस्था चाहिँ अब कसरी खाने यहाँ। ल 1 2 3 गो। कानबाट सकिन्छ। पुरा हुन्छ नि। गाइज म त सकिनँ है। हाला पिरो भएको त आयो। यो बोतल ट्राई नगर्नु होला प्लिज। मिलन सापकोटा
यहाँ आउनु राम्रो गर्न चाहन्छु Oh my god. Ano? Chiso pa nila. Chiso pa ka. Tantay. गरेन मैले नसकेको अवस्था मैले कल्पना पनि गरेको थिएँ कि म सक्छु जस्तो आइरहेको थिएँ हस्तर त पिरो भएको थिएन नि असर दिएको भएको थिएन अब अन्तिममा खाएँ त्यो भित्रमा चाहिँ बोल्नु थाल्छ कि क्यामेरामा रोशनले साथ दिइरहेको छ थ्याङ्क यू भन्न चाहन्छु म बोल्नै सकेको छैन मिलन सापकोटालाई हामीले मान्नुपर्छ किनभने अब उनी फर्स्ट भएको छ हाम्रो यो 3000 को भागीदार भाइदार भएको छ मेरो भागमा धेरै दिन क्या हो कि यार त्यो भन्नु मिल्दैन त्यो कटेको भन्नु त्यो अब यति बोल्नै मिलेन कि भन्दा हामी टोकन काटेर टोकन गरेका छौँ म चाहिँ बिचमै क्वाइट गरेको थिएँ नसकेर म चाहिँ एकदम लास्ट पिरो म एकदम पिरो मलाई सनै नसक्ने मान्छे हो आज त्यही पनि म च्यालेन्जमा बसेको थिएँ म आफूलाई क्षमताभित्रबाट ल्याएर चाहिँ म आज सक्छु है भन्ने किसिमले म बसेको थिएँ तर लास्टमा चाहिँ मैले सकिनँ म बिचमै छोड्नु पऱ्यो गेम चाहिँ त्यसको लागि म सरी भन्न चाहन्छु साथीहरूलाई किनभने म लास्टसम्म बसेर साथ दिनु पर्थ्यो म उठेँ बिचमा त्यसको लागि हाम्रो मिलन सापकोटा कहाँ गयो हेर्छु नि मिलन सापकोटा गाउँको हाम्रो मिलन सापकोटा तिमीलाई नगद 3000 म व्यस्त गरिदिनु आइसकेको छु गाइज म अत्यन्तै पिरो भएको छ है अहिले अनि म मिलन बसिरहेका छौँ विकल्प पढेर र मैले त्यहाँ धेरै मिलेर उसलाई पुरस्कार दिन गइरहेको छ नगद 3000 रुपियाँ लास्ट पुग्यो ल भाइदार कृष्ण कडेल र विकल्प पौडेलद्वारा हामी सबैले 1000 मिसाएर गेम खेलेको थियौँ सब 3जनाले 1000 राख्ने बेट राखेका थियौँ र वास्तव फाइनलमा जो जित्छ त्यसले राख्नु भन्ने च्यालेन्ज थियो कृष्ण कडेलले सुरुमै मैले जित्छु भनेका थिएँ तर लास्टमा चाहिँ उनी म चाहिँ सुरुमै म आफू सक्दिनँ भन्ने मैले उ गरिसकेको थिएँ यो हामी दिन चाहन्छौँ मिलनलाई मिलन सापकोटालाई हामी नगद 3000 रुपियाँ गरेर दिन्छौँ ल जोडदार थाली ल अर्को साथ फेरि यस्तै नयाँ च्यालेन्ज सो लिएर हामी उपस्थित हुने नै छौँ हेर्नु होला हाम्रो च्यानलमा ट्याकेटको टिभीलाई माया गर्नु होला लाइक सेयर र सब्स्क्राइब गर्नु होला